यदि तपाईले प्लस 2 सक्नु भएको छ वा ब्याचलर्स पढिरहनु भएको छ र मनमा एउटै प्रश्न घुमिरहेको छ, अहिले विदेश जाने कि ब्याचलर्स पछि? यो भिडियो अन्तिमसम्म नहेरी तपाईले निर्णय लिनुभयो भने समय, पैसा र करियर तीनटै कुरामा पछुताउन सक्नुहुन्छ। किनभने आज हामी कम्पेरिजन मात्रै गर्दैनौं। यो भिडियोको अन्तिममा एउटा यस्तो कुरा छ जुन 90% नेपाली विद्यार्थीहरूले याद नै गरेको हुँदैन। त्यसैले ध्यान दिएर यो भिडियो अन्तिमसम्म हेर्नु होला। एउटाले भन्छ प्लस 2 पछि गए राम्रो, त अर्कोले भन्छ ब्याचलर्स पछि गए सेफ। तर सत्य के हो भने सबैको लागि एउटै सही उत्तर हुँदैन। सही निर्णय तपाईको प्रोफाइल, म्याच्युरिटी र फ्युचर गोलमा डिपेन्ड गर्छ। अब एक एक गरेर बुझौं। पहिले कुरा गरौँ प्लस 2 पछि विदेश जाने अप्सनको। यसको सबैभन्दा ठूलो फाइदा भनेको एज एडभान्टेज, अर्ली एक्सपोजर, इन्टरनेशनल एजुकेसन एन्ड अर्ली स्टार्ट। तपाई कम उमेरमै फरेन एजुकेसन सिस्टममा एडजस्ट हुन सक्नुहुन्छ। तर यहाँ एउटा तितो सत्य छ। प्लस 2 पछि विदेश जाने विद्यार्थीहरूले धेरै जसो यस्ता समस्याहरू भोग्छन्। नम्बर 1, करियर क्ल्यारिटी हुँदैन, त्यसैले रङ कोर्स चुज गर्न सक्छन्। साथीहरू गएका छन् भनेर डिसिजन लिइन्छ। धेरैले पहिले जान पाए पुग्छ, पछि फिगर आउट गरौँला भनेर सोच्छन्, तर बाहिर गएपछि फिगर आउट गर्ने टाइमै हुँदैन। यदि तपाई प्लस 2 पछि बाहिर जान चाहनुहुन्छ भने यी कुराहरू क्लियर हुनै पर्छ। किन यो कोर्स, यो कन्ट्री किन र 4-5 वर्षपछि के गर्ने प्लान छ? यी कुराहरू बिना प्लस 2 पछि बाहिर जानु भनेको हाई रिस्क अनि हाई कन्फ्युजन हो। प्लस नर्मली ब्याचलर्स एजुकेसन मास्टर्स एजुकेसन भन्दा धेरै एक्सपेन्सिभ हुन्छ। तपाईले 4 वर्षको ट्युसन फी एरेन्ज गर्नुपर्ने हुन्छ। अझ मास्टर्समा तपाईले ब्याचलर्स भन्दा धेरै नै स्कलरशिप अपर्च्युनिटिजहरू पाउन सक्नुहुन्छ। अब कुरा गरौँ ब्याचलर्स पछि विदेश जाने अप्सनको। यसको सबैभन्दा ठूलो स्ट्रेन्थ हो करियर क्ल्यारिटी, एकाडेमिक म्याच्युरिटी, स्ट्रङ्गर एकाडेमिक प्रोफाइल। ब्याचलर्स सकेपछि तपाईलाई थाहा हुन्छ तपाईलाई के मन पर्छ, तपाई कुन फिल्डमा फिट हुनुहुन्छ र तपाईको लङ टर्म गोल के हो। र भिजा अफिसरलाई पनि यस्तो प्रोफाइल एकदम कन्भिन्सिङ लाग्छ। तर यहाँ पनि सबै कुरा चाहिँ पर्फेक्ट हुँदैन है। ब्याचलर्स पछि बाहिर जान चाहने विद्यार्थीहरूले यी कुराहरू चाहिँ फेस गर्नुपर्ने हुन सक्छ। एज फ्याक्टर, फ्यामिली प्रेसर, ढिलो त भएन भन्ने डर। तर सत्य चाहिँ के हो त? एभरेज स्टडीमा ढिलो भन्ने कुरा हुँदैन, गलत डिसिजनको चाहिँ रिस्क हुन सक्छ। यदि ब्याचलर पछि सही कोर्स र सही प्लानिङसँग जानुभयो भने भिजा सक्सेस रेट स्ट्रङ हुन सक्छ। अब छोटकरीमा तुलना गरौँ। प्लस 2 पछि विदेश अध्ययन, अर्ली एक्सपोजर तर क्ल्यारिटी चाहिँ अलिक कम हुन्छ। यदि प्लानिङ कमजोर छ भने हाई रिस्क हुन सक्छ। ब्याचलर्स पछि विदेश अध्ययन, क्ल्यारिटी, लजिकल एसओपी र स्ट्रङ भिजा एक्सप्लेनेसन। यसबाट के बुझिन्छ त? एज भन्दा क्ल्यारिटी इम्पोर्टेन्ट हुन्छ अनि ट्रेन्ड भन्दा प्रोफाइल म्याच इम्पोर्टेन्ट हुन्छ। अब हामी त्यो कुरातिर जाउँ जसको लागि मैले यो भिडियो एन्डसम्म हेर्नु भनेको थिएँ। धेरै जसो विद्यार्थी प्लस 2 वा ब्याचलर्स दुईटै स्टेजमा गलत प्रश्न सोध्छन्। विच कन्ट्री इज द बेस्ट? तर सही प्रश्न चाहिँ के हुनुपर्ने हो थाहा छ? मेरो प्रोफाइललाई कुन चाहिँ कोर्स या कन्ट्री बेस्ट सुट गर्छ? गलत प्रश्नले गलत डिसिजन गराउन सक्छ अनि गलत डिसिजनले रिग्रेट। यो गल्ती प्लस 2 पछि जानेले पनि गर्छन् र ब्याचलर्स पछि जानेले पनि गर्छन्। त्यसैले प्लस 2 पछि जानु गलत होइन र ब्याचलर्स पछि जानु ढिला होइन। गलत के हो भने कम्पेरिजन नगरी ब्लाइन्ड ट्रस्ट गरेर डिसिजन लिनु। यदि तपाई आफ्नो प्रोफाइल अनुसार कोर्स, कन्ट्री र कन्सल्टेन्सीहरू कम्पेयर गरेर डिसिजन लिन चाहनुहुन्छ भने त्यसका लागि मोबीको एप युज गर्न सक्नुहुन्छ, जहाँ तपाईले भेरिफाइड कन्सल्टेन्सीजहरू कम्पेयर गर्न, डकुमेन्ट ट्र्याक गर्न र इन्फर्म डिसिजन लिन सक्नुहुन्छ। इफ यु फाउन्ड दिस भिडियो रेलेभेन्ट एन्ड युजफुल टु यु, काइन्डली लाइक एन्ड सब्सक्राइब। विदेश जाने प्लान बनाइरहेका साथीहरूसँग यो भिडियो सेयर गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् तपाई प्लस 2 पछि विदेश जान चाहनुहुन्छ कि ब्याचलर्स पछि। Select the best to be the best. Download Mobico app now.